ल आज यसरी भाग्दै भाग्दै हामी कता गयौँ होला अनि यो अँधेरोमा यस्तो बाटोमा हामी कता लाग्यौँ होला। ल आउनुहोस् हेर्नुहोस् पुरा भिडियो। वेलकम छ सबैलाई मेरो सानो मिनी ब्लगमा। अनि आज हामी गइरहेको थियौँ हस्पिटल। अनि हामीलाई चाहिँ नि आधी बाटोमा आएर याद आयो कि हामीले त तरकारी नै ल्याउन भुलेछौँ। अनि भाउजूले भन्नुभयो। त्यसपछि गरिमा र सरस्वती भएर तरकारी लिएर आए। त्यसपछि हामी लाग्यौँ आफ्नो बाटोतिर। अनि मलाई चाहिँ नि कहिले नि यो ब्लग बनाउन भिडियो बनाउन सुट गर्न यादै हुँदैन। मलाई त्यो अब सुरु भएर खोइ के हो याद हुन्न। अनि त्यसपछि मलाई जहिले नि कसैले याद दिलाउँछ कि ए ब्लग बनाउनु न भिडियो बनाउनु न भनेर। त्यसपछि यिनीहरूले भनेपछि म भिडियो बनाउन थालेँ। अनि यो हाम्रो बाटो हेर्नु न, यो भाँसीको हालत। यो बाटो चाहिँ सायद 4 नम्बर वडामा पर्छ, त्यही भएर यो बाटो कहिले पनि प्रगति हुन सकेन। किनभने 18 नम्बर हाम्रो 18 हो यो चार चाहिँ उता धेरै छ। यतातिर अब मान्छेहरू घरहरू छैन, त्यही भएर यो कहिले पनि बन्दैन। अनि यो हाम्रो कारागार कञ्चनपुर हो। अनि यो कारागार भाउजू सम्पर्क गर्न चाहेमा सम्पर्क गर्नु होला भन्दै लाग्यौँ आफ्नो गन्तव्यतिर। अनि हामी खेल्दै गइरहेको थियौँ। चन्दु दाईको चाहिँ छोरी भएको छ। अनि ऊ चाहिँ एकदम एक्साइटेड छ किनभने उसको सानो बहिनी ऊ अगाडि लम्सी गइरहेको थियो। हामीहरू पछाडि त्यसपछि हामीहरू यहाँ बाटो बकतपुर पुग्यौँ। अनि बाटोहरू न कस्तो महेन्द्रनगरको चाहिँ अलिक प्रगति चाहिँ भएको डेलिभरी भएको बेलाको त हामीले देखेको थियौँ।